ल्यो ऊ सागसब्जीको बारेमा चाहिँ यस्तै हरियो पर्यो खानु अरे। जङ्गलमा सब्जी खोज्न आएको सिस्नु टिप्नुलाई चिम्टा बनाउँदा ओर्दा त मामाले त अघि हातैले सिस्नु टिपेर शेष पारे। यसै छ हजुर हो के गर्नु। यो सिस्नु टिप्दा चाहिँ काँडा उल्टा गरेर टिप्नु पर्छ अरे सुर्काएर कि कसोमा हो? गम्टुको कोलोनीतिर यसो सागसब्जी लाउँदा पनि त्यो धुलोले गर्दा नफलेर यो फ्याक्ट्रीको धुलोले गर्दा नहुँदो रहेछ। के गर्नु यस्तै जङ्गलतिर हो हामी त खोजिनेकै। आम्मामा सिस्नु चाहिँ हातले टिपेको है यो हातले। यो काँडा नभएको सिस्नु होइन काँडा भएको सिस्नु हो। मामा खुर्पा दिनुपर्छ कि पर्दैन? बा बेसी पनि नलग्यो होला खाइसक्दैन फेरि। अलिकति जलुगा पनि टिप्नु पर्ने छ फेरि। निगुरो त अलिकति टिपेको छ। बाफ्रे मैले चिम्टा खोज्दा ओर्दा त मामाले त अघि हातैले सकिहालेछ नि सिस्नु त। ल हेर्नु काँडा छैन भन्छ होला। यो भिडियो छेउमा लगेर देखाउँछु क्यामेरा छेउमा लगेर। म त सधैँ पनि यस्तै हो यो राई साग टिपेको जस्तै यस्तै सिस्नु टिप्ने ट्यालेन्ट। आम्मामामा सिस्नु त हातैले टिपेर शेष नै हो। यो काँडा नभएको होइन है पुरा काँडा भएको सिस्नु हो। आम्मामामा यसले घोच्यो भने त 1 हप्ता जस्तो पुरा झिनिनी हुन्छ। मामाले चाहिँ कसरी टिप्दैछ चिम्टा खोज्दा ओर्दा त मामाले अघि सकेछ। मामा भयो होला बेसी हुन्छ होला। आम्मामा ल जुका पनि लाग्दो रहेछ यत्र जुका हेर।